कस्तो गल्यो मम्मीमा त तपाईँ गर्नु भएको छैन किन खै गलेन तिमीहरूलाई यति हिँड्दै गल्छौ हामी गर्दैनौँ हामी त उहिले उहाँ बेला पुगेर बारीका घारी घाँस काटेर ल्याएर कति काम गर्दा नि गल्दिनँ थियौँ अचल्कालाई मेरी आमा भित्रै माम पकाउने छ भित्रै खाने छ र पनि गल्दा भुतुक्कै के गर्नु त त्यही त जमानै कफल आयो नि त हौ त्यही भएर होला नि अलिक चाहिँ होला होला तिमीहरू युरिया खाएका हामी घिउ खाएका पऱ्यौँ अँ। अनि युरिया हालेको तरकारी खानुपर्छ अहिले पहिले पर्दैन थियो जे बारीमा फलो त्यही अनि घाँस काट्न चाहिँ कहाँ जानुहुन्थ्यो उहिले बेलै नि पर बख्रा पारी सुनवर्सी अँ। बोरा लिएर जान्थ्यौँ सबै जान्थ्यौँ रमाइलो हुन्थ्यो हुन बिहानै गयो अनि उहीँ भुजा किनो 2 रुपियाँका भुजा 1 बोरा आउँथे अँ। अनि उहीँ नुन खोर्सानी हाल्ला हो पानी के को बदल खोलाकै पानी खायो उँधो लाएर गाईले पानी खाए जस्तै गर्छ पानी खायो डन्न अगायो घर आयो 12 बजे आयो चिसोमा पनि खायो त्यस्तै थियो हो पहिले सबैको त्यस्तै थियो हाम्रो त्यो होइन सबै साथीभाइ जान्थ्यो त्यस्तै रमाइलो घाम लागेको छ एकदम घाम लागेका छौँ हामी चाहिँ दाम्राबाट बजार हिँडेको आज हामी चाहिँ बजार हिँडेँ क्या मम्मीले मलाई के किनिदिन्छु भनेर लानुभएको छ हेरौँ के किनिदिने मम्मी मलाई के हेरौँ बजारमा के छ त्यहाँ फुनी हजुर पछाडि म हेर्नु के साह्रो लख लख भएर आएका नि हावाले हाल्छ होला असिनाले पसिनाले लान्छ होला नानी अनि भन्नु न तपाईँको पालाका कुरा गर्नु न मलाई त एकदम यस्ता कुराहरू सुन्दा नि मम्मी यस्तो इन्ट्रेस्टिङ लाग्छ भने नि भन्नु त अनि तपाईँको पाला खै हाम्रो पालामा के भन्नु र हौ नानी राम्रै छ हो राम्रै थियो राम्रै थियो अलि रमाइलो थियो त्यस्तै नि दाउरा हुँदैन थियो गुइठा पार्थ्यौँ दाउरा सन्टीमा दाउरा चिरो राखो घार लायो त्यसै गर्थ्यौँ अहिले दाउरा पाल्न छोडिहाल्यो त्यही त के भन्नु यस्तै अनि ठेकीमा मुही पार्थ्यौँ गरेर गरेर पार अलि मिक्सरमा गरेर पार एकैछिन भइहाल्छ आगो सागो फुक्नु छैन होइन फक्दैन अल्छी लागिहाल्छ आउँछ तिमीहरूलाई आँखा बोल्छ अनि हामी तरतरी हुँदै पनि गऱ्यौँ सिसाको दाउरा सिक्छौँ कति दाउरा चक्काको दाउरा मुढा मुडकी हार लाएर राख्यो कति राम्रा के अरे कुचाको मुख जस्तै बनाएर अहिले गर्दैनौँ तिमीलाई दाउरा हाल्ने त्यहाँ थाहै छैन के गर्नु नानी त्यस्तै संसार यस्तै छ सबैतिर त्यस्तै छ तिमीहरू त्यो हाम्रो पनि जान्थ्यौँ दिनभरि घाममा बिहानै परमा लाग्यो मरि रोप्यो निहुरेको निहुरे अब अहिले त्यति दुःख नगर्दा नि हुँदो रहेछ त भन्नाले त्यसरी त्यही त अलिक होइन मान्छे सान्छे नहुँदा नि हुँदो रहेछ हुँदो रहेछ पाइँदैन थियो नानी होइन नि हुन्थ्यो हुनु त के मान्छे नपाएर नि त त्यो त गरेको होइन चलन नै त्यस्तै थियो नि त पहिले त्यस्तो छ अहिले मान्छे पाइन्छन् अहिले पैसा चाहिँ चाहियो मान्छे त जति ए हात गलेर मम्मी ओके बाई बाई गरिदिनु मम्मी ऊ पछाडि दाम्राभिटा बजार होइन कस्तो थियो तपाईँ आउँदा के थिएन एउटा झुप्रा घर थिएँ पातल राम्रो एउटा बत्ती बाल्थेँ म त ऊ त्यो बोला भन्थेँ के अरे तर्साउने बोला भन्थेँ ए अँ घर रहेछन् नि उहिले कति सालमा कति वर्ष भयो 49 सालमा कति वर्ष भयो 32 वर्ष भयो एक जु भयो हाम्रो एउटा आएको नि ल